आदरणीय दर्शकवृन्द नमस्कार। यहाँलाई हार्दिक स्वागत छ हाम्रो च्यानलमा। जसले सब्स्क्राइब गरेर हेर्नुभएको छ हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै, जसले सब्स्क्राइब नगरिकन हाम्रो भिडियो हेरिराख्नु भएको छ हजुरहरूलाई पनि सब्स्क्राइब गरेर जोडिनु हुन अनुरोध गर्दै फेरि पनि हामी अर्को भिडियोका साथ उपस्थित भइसकेका छौँ। अब ढिलो नगरिकन विषयवस्तुतर्फ जाउँ। अब उहाँलाई चाहिँ अब शिवरात्रिको अवसरमा चाहिँ अब केही घटना भनौँ भूतप्रेत सम्बन्धीको केही घटना चाहिँ उहाँसँग घटेछ। अब बाँकी कुरा चाहिँ अब जस्ताको तस्तै के हो सत्य तथ्य उहाँकै मुखबाट तपाईँ हामीले जानकारी लिनेछौँ। साथै ढिला नगरिकन उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई। हजुर नमस्ते। शिवरात्रिमा चाहिँ अब अलिकति त्यस्तो अपत्यारिलो डरलाग्दो घटना चाहिँ मेरो जीवनमा घटना आयो, मसँग घट्यो भन्नुभयो। अब घटनाको चाहिँ बेली विस्तार चाहिँ लगाइदिनु हुने आग्रह गर्दछु। हजुर हुन्छ। यो घटना चाहिँ शिवरात्रिकै दिनको हो। अब हामी लगभग 5-6जना साथीहरू मिलेर चाहिँ भनौँ न शिव शिव मन्दिरमा हामी जाने प्लान अघिल्लो दिन नै भनौँ न शिवरात्रिको अघिल्लो दिन नै हामी सोचिसकेका थियौँ। हामी 5-6जना साथीहरू बसेर होइन। अब हाम्रो घर र त्यो भनौँ न मन्दिर चाहिँ अलि पर एउटा खोला तरेर चाहिँ जानुपर्ने थियो होइन। त्यस्तो किसिमको छ क्या, त्यस्तो किसिमको थियो। हामी लगभग अब नजिकै भनौँ न खोलापारी लगभग 1 घन्टा हिँडिसकेपछि त हामी त्यहाँ पुग्न सकिन्छ होइन, पुग्न सकिन्छ त्यस्तो ठाउँमा थियो हामी। त्यो खोलापारी शिवको मन्दिर चाहिँ 1-1.5 घन्टा हिँडेर जानुपर्ने तपाईँहरूलाई। हजुर त्यो बेलुका त्यो मन्दिर फेरि बेलुका रमाइलो हुने क्या। बेलुकाखेरि अब मेला लाग्ने बेलुकाखेरि मेला लाग्थ्यो। हामी नि अब त्यो साथीभाइ सल्लाह भएको थियो अब हामी नि बेलुकाखेरि जाने। अब हामी बिहान के अरे दिउँसोको भनौँ न 3-4 बजीतिर घरबाट निस्किने अनि 2-4 घन्टा रमाइलो गरेर फर्किने भनेर हामी योजना बनाएको थियौँ। त्यो योजना बनाएको थियौँ हामी। त्यो योजनाको भनौँ न साथसाथै हामी गयौँ पनि होइन। गइसकेपछि अब त्यो मन्दिर अब रमाइलो होइन, यताउता अब मन्दिरमा हुन्छ नि अब चहल पहल। अब शिवजीको दिन भनौँ शिवरात्रिको दिन अब भनौँ न अब शिवजीको प्रसाद अब खानुपर्छ भनेर अब भनौँ न सबैले मलाई खासै खान मन त थिएन। साथीहरू नि भनौँ न त्यस्तो मनकारी त थिएन भनौँ न, मनकारी भन्दा पनि त्यस्तो गर्ने थिएन। अब त्यहाँ सबैले खाएको देखिसकेपछि चाहिँ भनौँ न त्यहाँको माहौल देखिसकेपछि चाहिँ सबैलाई शिवजीको प्रसाद भनौँ न थोरै चाहौँ भनेर चाहिँ भनौँ न त्यो भाङ हालेको भनौँ न त्यो दुधहरू चियाहरू त्यो जेरीहरू मिठाईहरू त्यस्तो खायो क्या सबैले थोरै। अनि भनौँ न एक ठाउँमा चाहिँ त्यो अब शिवजीको प्रसाद खानुपर्छ भनेर सुरटमा भनौँ न केही मात्रामा गाजासहित भरेर राखेको सुरट रहेछ। त्यस्तो सुरट रहेछ त्यो भनौँ न एकैसाथ अब शिवजीको प्रसाद अब सबैले खानुपर्छ भनेर मान्यता छ नि त। अब धार्मिक आस्थामा अब भनौँ न मान्नुपर्छ भन्ने आधारमा हाम्रो सबैले भनौँ न खायौँ। अलिअलि केही मात्रामा खायौँ। खाइसकेपछि त अब हामीलाई भनौँ न पुरै भनौँ न घुमा जस्तो भयो क्या। हामी धेरै त खाएन, थोरै अब थोरै अब त्यो भाङ हालेको लड्डु चिया भनौँ न त्यो दुधहरू खायौँ। खाइसकेपछि अब हामीले प्लस त्यो गाजा हालेको भनौँ न गाजासहितको चुरो पनि खायौँ। त्यो खाइसकेपछि चाहिँ हामीलाई भनौँ न सबै साथीहरूले सबैलाई लायो क्या। अब त्यो लगाइसकेपछि त अब हामी त्यो खोलाको बाटो छ घर फर्कनलाई लगभग रातको भनौँ न 11-12 बजिसकेको छ। त्यस्तो अवस्था अब हामी त्यहाँ अब खाएर त्यो मन्दिरबाट घर आउनै हामीलाई सक्ने अवस्था छैनौँ क्या, थिएनौँ। अब त्यस्तो अवस्था नभए पनि अब त्यहाँ मन्दिरमा बस्ने कुरो त भएन। त्यस्तो त्यो अवस्था नभइसकेपछि चाहिँ हामी भनौँ न बिस्तारै हल्लर बजिँदै साथीहरू आएको भिरको बाटो अब भनौँ न अँध्यारो होइन, अँधेरी रात होइन, भनौँ न अँध्यारोको रात भनौँ न त्यस्तो रातमा हामी त्यो खोल्सा काट्दै हामी के अरे बिस्तारै आइरहेको थियो। अब बाटोमा साह्रै नै मलाई त अब साह्रै नै गाह्रो भयो क्या। गाह्रो भइसकेपछि अब कोही साथी अब लड्दैछ गुल्टी आउँदैछ होइन। अब म पनि त्यस्तै किसिमको त्यस्तै अवस्थामा थिएँ। त्यहाँ भनौँ न त्यो खोलामा चाहिँ फेरि च्यान छ क्या, एउटा एक च्यान छ, सानो भन्नाले त्यहाँ मान्छे त्यो गाउँहरूको अब गाउँको र पारिको मान्छेहरू मर्दाखेरि चाहिँ त्यहाँ भनौँ न पारिको पारी नै वारीको वारी नै हामी त्यो खोला तरेर वारी आइसकेपछि त्यहाँ अब त्यो च्यान नजिकै भनौँ न त्यो लागेको ताला अब के थाहा भएन।
थाहा हुने कुरा नि भएन। च्यान माथि सुत्नु भएछ क्या तपाईँ के हो घटना? हजुर त्यहाँ च्यान नजिकै भनौँ न, च्यान अब भनौँ न 2-3 मिटर उता भनौँ न, नजिकै भनौँ न। हामी त्यस्तो अवस्थामा चाहिँ लड्यौँ। त्यो लडिसकेपछि अब हामीलाई राति भनौँ न, कोही साथी पारी नै के अरे खोला तर्न सकेर पारी नै लडेर अब त्यो खोला तर्न त फेरि त्यो के भन्छ त्यो ढुङ्गाले हुन्छ नि, त्यस्तो तर्दै आउनु पर्छ। कोही साथी अब खोलामा लडेछ, कोही अब भनौँ न पारी नै अब त्यो खोला कट्न तर्न नसकेर चाहिँ पारी नै बसिरहेको छ। अब म र 2-3 जना साथी चाहिँ हामी वरि आएछौँ। आइसकेपछि चाहिँ कोही साथी खोला पारी, कोही साथी हामी मसहित 2-3 जना साथी चाहिँ हामी खोला वरि आइसक्यो। त्यहाँ आएर हामी भन्न हल्लिँदै त्यो बस्यौँ। त्यो साथीहरू आउँछ कि भनेर त्यो साथीहरू आउन सकेन। आउनु नसकिसकेपछि चाहिँ हामी अब त्यो खोलातिर अब जानलाई धौधौ होइन नसक्ने अवस्थामा थियौँ। अब हामी अनि अरू साथीहरूले सल्लाह गर्दाखेरि हामी बरु यही बसौँ। त्यो साथीहरू अब भनौँ उठेपछि के अरे सकेपछि भनौँ न आउँछ होला, खोला तरेर आउँछ होला भने हामी त्यहाँ बसिरह्यौँ। त्यहाँ बस्दा भनौँ न त्यहाँ अब त्यहाँ हिँडेर जाऊँ भने अब नसक्ने अवस्था छ के अरे घर जान नि। अब त्यहाँ अब भनौँ न त्यहाँ सोधौँ भने अब म डर लागिरह, अब साथीहरू डर लागिरहेको त्यहाँ चेनको छेउमै होइन, सोध्न डर लागिरह। त्यस्तोमा चाहिँ अब हामी जे होस् अब हामी 2-3 जना छौँ सुतौँ, अब जे भयो नि होला भनेर चाहिँ हामी त्यहाँ सुत्यौँ। त्यहाँ सुतिसकेपछि चाहिँ लगभग 1-2 घन्टापछि चाहिँ भनौँ न अलि होस् भनौँ न होसमा अलि दिमागमा छोड्न के अरे त्यो ह्याङले छोड्न थाल्यो क्या। त्यो छोड्न थाल्यो अब भनौँ न त्यहाँ निन्द्रा लाग्यो। निन्द्रा अब लगभग 1-2 घन्टापछि चाहिँ त्यहाँ निन्द्रामा भनौँ न जुरुक त्यो भनौँ न जमिनी उचालेर भुइँचालो जस्तो भयो क्या। त्यस्तो अचानक तपाईँहरूलाई भुइँचालो आए जस्तो भयो? हजुर अरू साथीहरूले थाहा पाएन कि मैले चाहिँ त्यस्तो अनुभव गरेँ भनौँ न। अरू साथीहरू उठेको हेरेको सुतिरह, अनि फेरि एकछिनपछि सुतिसकेपछि फेरि पछि त्यस्तै गरेर जुरुक उचाले जस्तो होइन, तर्सा जस्तो खोलामा ढुङ्गा हाने जस्तो होइन त्यस्तो आवाज आयो। फेरि दोस्रोचोटि हेर्दाखेरि चाहिँ अब फेरि भनौँ वरिपरि भनौँ न हामीलाई सुतेको ठाउँ वरिपरि चाहिँ पुरा सेतामै भूतहरूले घेरेर भनौँ न घेरेर उभिएर बसिरहेको रहेछ। अब अरू साथीहरूलाई त थाहा छैन। म उठेर हेर्दा चाहिँ त्यस्तो भनौँ न देखेँ। त्यो देखिसकेपछि अब अरू साथीहरूले नै उठाउँदा चाहिँ साथीहरूलाई उठाउन सकिने क्या। त्यो उठाउन नसकिसकेपछि त भुतोले अब हाङ कहिले याउँ गरे, कहिले कराहा त कहिले खाम्न जस्तो गरे होइन। त्यस्तो देखिसकेपछि चाहिँ अब मलाई डर लागेर भनौँ त्यहाँबाट कसरी उम्किने भनौँ न कसरी उम्किने त्यो डर लागेर साथीहरूलाई छोडेर जाउँ। अब कसरी जाउँ अरू साथीहरूले थाहा पाएन। मैले त देखिहालेँ होइन, उठेर देखिहालेँ। त्यो त्यहाँ भाग्ने अब घेरे अब त्यो कसरी भाग्ने भन्ने मेरो सोचाइमा चाहिँ भनौँ दिमागमा कुरा खेल्यो। त्यो दिमागमा कुरा खेलिसकेपछि चाहिँ त्यहाँ अब कसरी भाग्ने अब मेरो दिमागले सोचेपछि भनौँ न जे होला भनेर म त्यहाँ सुतिसकेपछि अब फेरि भनौँ न उठेर हेर्दाखेरि त्यो थिएन। त्यो नभइसकेपछि चाहिँ म उठेर घर लाएँ। त्यो साथीहरूलाई उठाउँदाखेरि उठेन। नउठिसकेपछि चाहिँ तपाईँ साथीहरूलाई छोडेर घरै फर्केँ? हजुर डराइ घर गएँ भनौँ न। शिवजीको प्रसादले अब यहाँसम्म यस्तोसम्म गऱ्यो भनौँ न, अनुभव जीवनमा एउटा पाइयो घटना। शिवजीको प्रसादले तपाईँलाई धोका दिए जस्तो हो? हजुर अब धोका दियो भन्ने कि अब आफैले पाठ सिकायो भने पनि भयो। हजुर यहाँले आफ्नो अमूल्य समय दिएर चाहिँ मसँग संवाद गरिदिनु भयो, मसँग जोडिनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।